यहाँले देखिसक्नु भएको छ, सुनिसक्नु भएको छ। मतदान केन्द्रमा जाने मतदान अधिकारी, सहायक मतदान अधिकारी कर्मचारीहरू खटिएर फिल्डमा लाग्दै हुनुहुन्छ। सुरक्षा निकायले चाहिँ आफ्नो जिम्मेवारी अनुसार जिल्लाभर नै आफ्नो सुरक्षा तैनाथीलाई चुस्त दुरुस्त राखेको छ। हामीले गर्नुपर्ने विभिन्न सेड्युल अनुसारका काम अगाडि बढिरहेका छौँ। अब हामी अन्तिम चरण, अब हामी मौन अवधिको नजिक भोलिबाट सुरु हुन गइरहेको मौन अवधिको नजिक आइरहेका छौँ। त्यस कारण हामी निर्वाचन मतदान पूर्वको चाहिँ करिब सर्वपक्षीय सर्वदलीय बैठकको चाहिँ यो अन्तिम बैठक जस्तो हामी मतपेटिका प्राप्त भएपछि फेरि तपाईँहरूसँग बस्ने नै छौँ। यस सन्दर्भमा यो 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण भएर रूपमा सम्पन्न गर्नको लागि चाहिँ निष्पक्ष रूपमा सम्पन्न गर्नको लागि हामीहरूले मुख्य निर्वाचन अधिकारीज्यू, सुरक्षा समिति संयुक्त तर्फबाट केही विषयहरू हजुरहरू समक्ष निवेदन गर्न चाहन्छु एजेन्डाका रूपमा। यसमा यो प्रतिनिधि सभा सदस्य निर्वाचन 82लाई चाहिँ सम्पन्न गर्नको लागि शान्तिपूर्ण भएर र निष्पक्ष रूपमा सम्पन्न गर्नको लागि जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता, पत्रकारलाई सम्पूर्ण सरकारवाला निर्वाचनमा संलग्न सबैले चाहिँ कर्मचारी, सुरक्षाकर्मी सबैलाई सहयोग गर्नको लागि हामी अनुरोध गर्न चाहन्छौँ। आसन्न प्रतिनिधि सभा निर्वाचन 82लाई चाहिँ मर्यादित रूपमा सम्पन्न गर्नको लागि भोलि 18 गतेदेखि सुरु हुने मौन अवधिलाई आचार संहिता अनुकूल बनाउनको लागि निर्वाचनको समग्र प्रक्रियामा सम्पन्न नहुँदासम्म भोलि 18 गतेदेखि यो प्रक्रिया सम्पन्न नहुँदासम्म चाहिँ आचार संहिताका सम्पूर्ण प्रावधानहरू पूर्ण रूपमा पालन गर्नको लागि सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, शिक्षक, कर्मचारी, पत्रकार लगायत सम्पूर्णलाई हामी अनुरोध गर्न चाहन्छौँ। यही निर्वाचनको सन्दर्भमा हामीले चाहिँ विशेष हजुरहरूलाई अनुरोध गर्न के चाहन्छौँ भन्दा मतदान केन्द्रमा चाहिँ अवलोकन गर्न चाहनुहुने उम्मेदवार, पत्रकार र पर्यवेक्षकहरू उहाँहरूलाई हामीले मतदान अधिकृत र सुरक्षा प्रमुखहरूलाई चाहिँ छुट्टै ठाउँमा बसेर अवलोकन गर्ने व्यवस्था गर्न निर्देशन दिइसकेको भएको छ। यहाँहरूले पनि आफूले सबैले जसले पास लिएर जानुहुन्छ, पत्रकार साथीहरू, पर्यवेक्षक साथीहरू, राजनीतिक दलका उम्मेदवारज्यूहरू सबैलाई छुट्टै स्थानमा बसेर चाहिँ अवलोकन गर्ने त्यो हाम्रो मतदान अधिकारीज्यूहरूले चाहिँ व्यवस्था गर्नुहुन्छ। र बढीमा आधा घन्टासम्म एउटा मतदान केन्द्रमा, धेरै दिनभरि नबस्दिने एउटा मतदान केन्द्रमा आधा घन्टा र बढीमा आधा घन्टा बढीमा चाहिँ उहाँहरू यसो बसेर निस्कन सक्नुहुन्छ। बढी बस्नु भने आधा घन्टा जति बसेर र त्यहाँ अवलोकन गर्ने र निर्वाचन कार्यमा संलग्न मतदाताहरू, कर्मचारी, सुरक्षाकर्मी र मतदान कार्यमा चाहिँ संलग्न सुरक्षाकर्मी सबैलाई चाहिँ असहज वातावरण सिर्जना नगर्ने भने कसैले पनि अवलोकन गर्ने तर चाहिँ असहज वातावरण नगर्ने किसिमको चाहिँ वातावरण सिर्जना गर्दैन हामी सबैलाई अनुरोध गर्न चाहन्छौँ। यो प्रतिनिधि सभा सदस्य निर्वाचन 82को मौन अवधि सुरु भइसकेपछि र अहिले पनि र निर्वाचन सम्पन्न नभएसम्मको लागि चाहिँ जिल्ला आचार संहिता अनुगमन समिति, आचार संहिता अनुगमन अधिकृत, जिल्ला निर्वाचन कार्यालय र सबै सुरक्षा निकायको तर्फबाट भइरहेको चाहिँ उपस्थित पेट्रोलिङ र अनुगमनलाई निरन्तरता दिने, यो हामी नसकिएसम्म हाम्रो यो सबै संयन्त्रहरूले चाहिँ निरन्तरता दिने हजुरहरूलाई अनुरोध गर्न चाहन्छु। र यसरी अनुगमन गर्दा कहीँ कतैबाट आचार संहिता उल्लङ्घन गरेको पाइएमा यो आचार संहिता र निर्वाचन सम्बन्धी कसुर तथा सजाय सम्बन्धी ऐनका प्रावधान अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने दियोरा पनि सबैलाई अनुरोध गर्न चाहन्छु। यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदान केन्द्रको लागि राजनीतिक दल तथा उम्मेदवारले प्रत्येक मतदान केन्द्रमा उम्मेदवारले निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि एकजना मात्र राख्न पाउने प्रावधान बमोजिम सबै यहाँहरूले आफू माता अन्तर्गत हो सबै मतदान केन्द्रमा चाहिँ मतदान प्रतिनिधिहरू चाहिँ तोक्नको लागि सहजीकरण गरिदिनु। जहाँ हाम्रो मतदान अधिकृतहरू, सुरक्षाकर्मीहरू पुगिसक्नु भएको छ, जाँदै हुनुहुन्छ, उहाँहरूले यहाँहरूका चाहिँ स्थानीय स्तरमा हुनुहुने राजनीतिक दलका प्रतिनिधिहरूसँग समन्वय गर्नुहुन्छ र उहाँले चाहिँ सर्वदलीय बैठक गर्ने र निर्वाचनको दिनमा एजेन्ट वा प्रतिनिधिको रूपमा काम गर्न के कसरी गर्ने एकजना चाहिँ यहाँले तोक्ने व्यवस्था चाहिँ गरिदिनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। र अन्तमा यो आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन 82को सन्दर्भमा चाहिँ सवारी सञ्चालन सम्बन्धी प्रावधानलाई व्यवस्थित गर्न निर्वाचन आयोग नेपालबाट स्वीकृत भएको सवारी सञ्चालन अनुमति सम्बन्धी कार्यविधि 2082को प्रक्रिया पुरा गरी उम्मेदवार, पर्यवेक्षक, पत्रकार लगायतले अनुसूचित 3 बमोजिम जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गर्नको लागि हामी अनुरोध गर्न चाहन्छौँ। र यी विषयहरूलाई जिल्लामा क्रियाशील राजनीतिक दल, पत्रकार, पर्यवेक्षक,
सबैबाट सहयोग हुनेछ र हामी समग्र निर्वाचनको व्यवस्थापनमा खटिने माननीय जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकारीज्यू चाहिँ प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समिति आचार संहिता अनुगमन अधिकृत जिल्ला निर्वाचन कार्यालय सबैले चाहिँ यसलाई सफलतापूर्वक रूपमा सम्पन्न गर्नमा सबैको सहयोग र समन्वयमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नेछौँ भन्ने सधैँमा अनुरोध गर्दै यहाँहरूबाट चाहिँ यी एजेन्डा र यसपछि निर्वाचनका विविध विषयमा चाहिँ हाम्रो मुख्य निर्वाचन अधिकारीले केही विषय राख्नुहुनेछ र तत्पश्चात आचार संहिता अनुगमन अधिकृतले के विषय राखिसकेपछि यहाँको राय सुझाव सहित हामी एउटा कन्क्लुजनमा पुर्याउनेछौँ। त्यति भन्दै माननीय सुरक्षा निकाय हामी निर्वाचन टोली जिल्ला निर्वाचन कार्यालय मुख्य निर्वाचन अधिकृतको कार्यालय हामी सबै सँगै छौँ। हामी एक किसिमले अब अन्तिम चरणमा पुगिसकेका छौँ। तयारी विषय अन्तिम चरणमा पुगिसकेको छ। जुनी जाँदै गाउँपालिकाको सबै कर्मचारीहरू मतदान अधिकृतहरू सामग्री लिएर हिँडिसक्नु भएको छ। उसैको पनि आधा उधी हिँडिसक्नु भयो। अब बाँकी भोलि सबै मतदान केन्द्रमा पुग्नुहुन्छ। मतदान अधिकृत लगायत सम्पूर्ण टोली मतदान केन्द्रमा पुग्नुहुन्छ आफ्नो मतदान केन्द्रमा। भोलि बेलुकादेखि निर्वाचनको मतदान केन्द्रका गतिविधिहरू सुरु हुन्छन्। भोलि बेलुका राति 12 बजेदेखि मौन अवधि भनेर बुझ्छौँ हामी। मौन अवधि सुरु हुन्छ। प्रचार प्रसार कुनै पनि तरिकाले प्रचार प्रसार गर्न नपाइने त्यो मौन अवधि र त्यसपछि अब 3 दिनको त्यहाँको गतिविधिबाट यहाँहरू सबै अग्रसर हुनुभएको छ। आफ्नो तरिकाले खट्नु भएको छ। निर्वाचनलाई शान्तिपूर्ण रूपमा स्वतन्त्र निष्पक्ष भएरै वातावरणमा सम्पन्न गर्ने हामी निर्वाचन टोली सुरक्षा टोली र दलहरू सबैको समान भूमिका र कर्तव्य नै हो। त्यसमा यहाँ सबैको सहयोग रहनेछ भन्ने अपेक्षा हामी दिएका छौँ। हामी अब खास गरेर हामी पटक पटक बस्यौँ। योभन्दा अगाडि चरणमा हामी बसेका छौँ। स्टेपमा यो मतदानभन्दा अगाडि हामी एकपटक बसौँला भनेर हामीले पहिला पनि प्रतिबद्धता व्यक्त गरेका थियौँ। त्यो अनुसार यहाँहरूलाई आज छलफलको लागि हामी बोलाएका छौँ। योभन्दा पछाडि आवश्यक पऱ्यो भने बिचमा पनि बस्न सकिन्छ। यदि परेन भने मतगणना सुरु हुनुभन्दा पहिले मतपेटिका प्राप्त भइसकेपछि अनि त्यो बेला हामी मतगणनाको बारेमा बसेर छलफल गरेर अनि त्यो बैठक अर्को हुन्छ। अब आज खास गरेर अब कर्मचारीहरू गइसक्नु भएको छ। जिम्मेवारी लिएर मतदान केन्द्रमा मतदान अधिकृत लगायत सम्पूर्ण टिमहरू जाँचकरणमा हुनुहुन्छ। अब त्यहाँ यहाँहरूले दलहरूको तर्फबाट अनि मिडिया कर्मीहरूको साथीहरूको तर्फबाट हामी सबैको तर्फबाट त्यहाँ कसरी वातावरण कसो बनाउनु त भन्ने कुराहरू मेजर कुरा हुन्छ। आचार संहिताको कुरा त यो निरन्तर छँदैछ। अब केही कुराहरू रहेछन् भने यो 2टा कुराहरू मसँग पनि आएका थिए। त्यो राख्नु होला मैले अनुगमन अधिकारीहरूले आफ्नो रिपोर्ट गर्नु होला अहिले। अब आज खास गरेर आचार संहिताको पालन र उल्लङ्घनको सम्बन्धमा के कुराहरू छन्। कतिबाट छिटपुट कुराहरू कोही अब जनप्रतिनिधिहरू पनि आफ्नै पालिकाभित्र जहाँ आचार संहिताले पूर्ण रूपमा निषेध गरेको छ आफ्नै पालिकाभित्र प्रचार प्रसारमा सहभागी भएको भन्ने कुराहरू आएका छन्। हामी अध्ययनमा छौँ। त्यसमा आवश्यकता अनुसार हामी त्यो प्रक्रिया अगाडि बढाउँछौँ कारबाहीको लागि। त्यसै